गाइज म चाहिँ फेरि आज पनि कामबाट निस्किसकेको छु र जापानमा चाहिँ आज अझै पनि जाडो छ क्या बिहान बिहान लास्ट जाडो चाहिँ। त्यही भएर यस्तो नर्थ फेसको हावा नछिर्ने न्यानो हुने ज्याकेटहरू लगाएर हिँड्छु म त। त्यो मास्क लगाएर क्या टक्क लगाएर चिसो लाग्यो भने लास्ट रुगाललाई छुँदो रहेछ। तर यो सालको चिसो सकिनु लाग्यो तर मलाई रुगाल छ आएन। डाइबल नसुन्नुहोस् फेरि झ्याम रुगा लाग्यो भने बिजोग हुन्छ। यस्तो बबाल छ सिनियर पछाडि यार। त्यसमा त्यस्तो लचिलो गाला जुङ्गा होइन क्यामा कसम म्याच गरेको बवाल देखेछ। काम छुट्टी भएर म चाहिँ बिहान बिहानै हिँडिसक्यो धेरै होइन। अस्ति अब थुप्रै दिन भइसक्यो राम्रोसँग सुतेँ होइन। आज गएर चाहिँ 6-7 घन्टा टक्क मजाले सुत्ने हो अनि ढ्याक्क लगाएर हुन्छ। अनि हाम्रो चाहिँ अब यस्तै हो जिन्दगानी भन्दै हिँडिरहेको छु। जापानमा चाहिँ त्यो भने जस्तो सजिलो छैन हरेक स्टुडेन्टको लागि। अनि कसैले लगलिन दिन्छ र कसैलाई लगलिन नदिने जस्तो हुन्छ र कति ठाउँमा आफैले नै मिहिनेत गर्नुपर्ने हुन्छ र कोही चाहिँ अब सानो अलिअलि गाह्रो काम त परिहाल्छ त्यही पनि त्यस्तो कामलाई सिन्धै हेऱ्यो भनेर छोड्नेहरू पनि हुन्छ नि। तर देश छोडेर आइसकेपछि गर्नुपर्छ र गरिन्छ पनि। मैले चाहिँ गर्छु जस्तो काम भए पनि। फिजिकल्ली दिएन भने त एउटा कुरा हो तर फिजिकल्ली दिएसम्म चाहिँ घाम बत्ती मिहिनेत गरिरहेकै हुन्छु। दुःख छ जापानमा अहिले झन् त्यो अर्को एउटाले लास्ट दुःख गराइदिए फरेनरको लागि झन् टाइट गरिदिएको क्या। त्यो के भन्छ भिजाको क्वेसनहरू प्रोसेसिङहरूदेखि लिएर यताउता सब टाइट गरे अहिले। त्यही भएर अलिक झ्याउ छ जापानमा चाहिँ। त्यही भएर अब जापान जान्छु भन्दैमा धेरै फुर्किनु पर्दैन। सब नेपालीहरूको लागि एउटा म्यासेज पनि हुनेछ जापान त्यस्तो भने जस्तो इजी छैन मलाई जहाँसम्म लाग्छ। म चाहिँ अब गल्ली बाटोतिर क्या टक्क गल्ली हिँडिरहेको छु। कहाँ पुग्छु हो साइकलमा ब्रेक राम्रोसँग छैन बिस्तारै कुदाउनु पर्छ। अम्मा कसम यो बाटो दामी थियो भन्नै लड्यो यार। एउटा हातले साइकल चलाउँदा यस्तै हुन्छ क्या टु ह्यान्ड टु टु कसम यस्तो हुँदै साइकल त 17 प्रो म्याक्स हो यतिकै राम्रो सिन आउँछ र भने करोड फाले मोबाइलमा अनि करोडको सिन आउनु परेन भने यार क्यामेरा खिच्दै ब्याक गर्नु मिल्दैन रहेछ क्या। नत्र माया त्यत्तिकै ब्लग बनाइदिने मैले। मान्छे चाहिँ पुरा छुइया भइसक्यो कसम दाजु। ठाउँ त बबाल ठाउँमै छु नि म त फेरि जापानमा छु नि। जापानमा सानोतिनो कन्ट्री हो र। डेली ब्लग हिजो कति दिउँसो 5 बजेदेखि हिँडेको अहिले म कति भयो यार थुप्रो भयो त टाइम त यार। हिजो दिउँसो 5 बजेदेखि हिँडेको अहिले बिहान 6 बजिसक्यो। अनि हिजो दिउँसो पनि 3 घन्टा जति भन्दा सुत्नै पाएँ। फेरि आज जाने अझै सुतिन्छ। अझै जाने बित्तिकै टक्क खानसान पकाउने अनि टक्क लगाएर खाने अनि ढ्याम सुत्दिने हो। तर बबाल स्ट्रगल यसलाई अब दुःख भन्दैन यसलाई मेहनत भन्छु म चाहिँ। र मैले मेहनत गरिरहेको छु। वान डे आई ह्याबिट भन्छ इङ्ग्लिस अलि कमजोर छु म। दु माइन्ड म गुदु सुसु बबाल ठाउँतिर छु। कालो केसले आज जता पनि माने ठुल्ठुलो बिल्डिङ छ नि फेरि यही वरिपरि मात्र अन्त त छैन। सोही दामी डाम्नाहरू जति सबै कामी
एउटा हातले साइकल चलाउने दामे दामे भन्छ दामे भनेको चाहिँ आँखा आँखा भने हुन्न हुन्न भने पुलिसले भेट्यो भने त माटोङले 50,000 सब्काइदिन्छ फेरि यो हो नि त फेरि सोल्टे साइकलै गुडे जस्तो लाग्दैन रहेछ क्या मा यो भिडियो गर्दा त यार उनीमा यत्रो ठुलो बिल्डिङ छ माडी अहिले एकछिनमै रुम पुगिदिइहाल्छु फेरि बिजोग हुन्छ अब रुम पुग्यो भने उमे तोबिरु ल कस्तो बिल्डिङको नाम पनि कस्तो उमे तोबिरु रे फेरि पछाडि हेर्न सिन फेरि सिन हामी त मा कसम जापान सरर अनि बुलेट बाइकमा ठ्याक्कै बन्द भयो यार रोक्नै पर्ने भयो